साथीभाइहरू मिलेर आउनु पुग्दैछ है। आज किनभने पल ब्रेडले भन्छ है, चाहे तिमीहरू खाऊ चाहे लौ चाहे जेसुकै गर है, तर परमप्रभुको महिमा गर भनेर भन्नुभएको छ। र आज हामी आउँदै गर्दा पनि हाम्रो साथमा परमप्रभु हुनुहुन्थ्यो, हामी विश्वास गर्छौँ। र यो सानो वर्सिप है, आराधना हामी उहाँलाई चढाउनेछौँ। केही छन् उहाँलाई धन्यवाद दिनेछौँ। छोटो प्रार्थना गरौँ ल। धन्यवाद धन्यवाद महान परमप्रभु परमेश्वर पुत्र येशू ख्रीष्ट पवित्र आत्मा, यो समय हामी तपाईँकै चरणमा आउँछौँ। तपाईँको वचनलाई दाबी गर्दै तपाईँको वचनले भन्छ र जहाँ 2 या 3 जना चाहिँ मेरो नाउँमा भेला छन्, म तिनीहरूको बिचमा हुनेछु, तिनीहरूको माझमा हुनेछु भन्नुभएको छ। त्यो वचनलाई हामी कोट गर्छौँ, त्यो वचनलाई हामी विश्वास गर्छौँ। र आज तपाईँ हाम्रो साथमा हुनुहुन्छ। हाम्रो प्रत्येकको हृदयमा बोल्नुहोस्। यो समयहरूमा हामी तपाईँलाई हृदयभित्रबाट गएर तपाईँलाई धन्यवाद दिन्छौँ। यो जीवनबाट यो शरीर प्राण आत्मा तपाईँको हो, सबै कुरा हामी जति पनि धन्यवाद दिन्छौँ वा आराधना गर्छौँ। हामी साथमा तपाईँ जिउँदैछु तपाईँको नाममा। म एउटा पाठलाई म पढ्नेछु। भजन सङ्ग्रह 1को 1लाई पढ्नेछु। यहाँ चाहिँ यसरी लेखेको छ है, दाउदको भजन। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बढ्दैन। आमेन। र हामी चाहिँ है साँच्चै नै यो भजन है दाउदले भने जस्तै आज त्यो दुष्टहरूको सल्लाहमा चाहिँ नहिँडौँ यो समयहरूमा, अनि पापीहरूको मार्गमा पनि हामी खडा नहौँ है, अनि गिल्लाहरू गर्नेको सङ्गतमा पनि आज हामी नबढौँ। किनभने हाम्रो जीवन चाहिँ आज त्यो अनमोल रगतले किनिसकेको छ। त्यसले गर्दाखेरि चाहिँ आज उहाँलाई चाहिँ आज हामी केही छन् आराधना गर्नेछौँ। यो आराधनाको लिड चाहिँ म मार्फत दिनेछु। हुन्छ हौ न, सबैले जान्नु स्थानहरूमा विराजमान हुने प्रभु, उच्च उच्च स्थानहरूमा विराजमान हुने प्रभु, महिमा तपाईलाई सर्वदा प्रशंसा महिमा तपाईलाई सर्वदा, जसको हृदय तोडिएको छ, जसको मन आँचिएको छ, जसको हृदय तोडिएको छ, जसको मन आँचिएको छ, सुमा आनन्द छ, रुमा शान्ति छ, सुमा आनन्द छ, रुमा शान्ति छ। ठुलो सभामा भाइको सुसमाचार सुनाउनेछु, मेरा ओठहरू मभन्दा बढ्ने छैन, म मेरो हृदयमा तपाईँको धार्मिकतालाई लुकाउँदिन, तपाईँको विश्वासमा म घोषणा गर्नेछु, तपाईँको प्रेम सत्यता म
म सदा गर्नेछु तपाईको प्रेम कृपामा म हर्षित हुनेछु तपाईको प्रेम सत्यता म सदा गर्नेछु तपाईको प्रेम कृपामा म हर्षित हुनेछु रमाउनेछु सुरक्षित छु यो प्रेममा रमाउनेछु सुरक्षित छु यो प्रेममा कोही छैन भने कोही छैन कोही छैन कोही छैन कोही छैन हृदयले तपाईँ जय पाएको यो हृदयले तपाईँ जय चाहेको अब त बाँच्न पनि सक्दिन म तपाईँ बिना अब त बाँच्न पनि सक्दिन म तपाईँ बिना मलाई यसो चाहिन्छ हरेक मोमेन्टमा हामीलाई याद गर्नुहुने प्रभु तपाईँ हुनुहुन्छ प्रभु तपाईँ चाहिँ सर्वशक्तिमान हुनुहुन्छ आज यो समय चाहिँ हामी आफ्नो आफ्नो हृदय खोलेर है आज यो समय चाहिँ हामी आफ्नो मुखहरूलाई खोलेर प्रभुलाई धन्यवाद दिउँ न केही छन् आज हाम्रो हरेक समस्याहरूमा उहाँ रहनुहुन्छ अनि हाम्रो हरेक त्यो परिस्थितिहरूमा अनि हामी एक्लोपना हुँदै गर्दाखेरि हामीलाई सहायता दिनुहुने अनि हाम्रोमा केही पनि हामी रित्तो हुँदाखेरि आज हामीलाई सन्तावना दिने हो खोला बग्दैछ तपाईँलाई धन्यवाद आज हाम्रो जीवनमा आइपुगा तपाईँको चरणमा हामी ल्याउँदछौँ यो समयमा अनि तपाईँको उपस्थितिलाई महसुस गर्छौँ बुवा किनकि तपाईँको वचनमा हामी दाबी गरिसकेको छौँ हाम्रो हृदयहरू जस्तो छ बुवा यो समयमा तपाईँको रगतले हुँदछौँ आज हाम्रो व्यवहारहरू सबै तपाईँको अगाडि ल्याउँदछौँ हामीले गरेको अपराधहरू सबै तपाईँको अगाडि ल्याउँदछौँ अनि हामीलाई क्षमा गर्नुहोस् बुवा तपाईँले हामी तपाईँको अगाडि सरेन्डर गर्दछौँ हाम्रो हरेक अपराधहरू तपाईँको अगाडि ल्याउँछौँ हामीलाई एकजनालाई बुवा तपाईँ परमेश्वरले क्षमा गर्नुहोस् नयाँ जीवन दिने तपाईँ हो हामी तृष्णा गर्नेछौँ तपाईँको बुवा पवित्र आत्मा तपाईँ शक्तिशाली कार्यलाई गर्नुहुन्छ हाम्रो जीवनमा हो हाम्रो घटीमा हाम्रो कमीमा रहनुहुने परमेश्वर तपाईँको प्रेमले नयाँ हुँदछु तपाईँको प्रेमले साँच्चै नै बुवा म ताजा हुँदछु तपाईँको प्रेमले म नयाँ हुँदछु तपाईँको प्रेमले म चङ्गाइ हुँदछु महिमा भइदियोस् अब यो सेवालाई हामी यो राख्छौँ धन्यवाद होस् प्रार्थना अन्तिम प्रार्थना गर्नु न अन्तिम प्रार्थना गर्दैन धन्यवाद दिनु सबै कुरोमा
बच्चाहरू भएको हो है कि पाडाले बदमासहरू बाँधिराख्यो रहेछ त्यो होइन ऊ त्यो चाहिँ बदमास जस्तो रहेछ ऊ यो बदमास जस्तो रहेछ यो 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 जय मसी यो चाहिँ भयङ्कर उयो रहेछ सबिना प्रधान ज्यू जय मसी हजुरलाई पनि गिटार नबजाइदेऊ न अन्त यतिको पोस्ट आएर उडाइदियो भने चाहिँ यति मात्रै छ आज मात्रै गर्छ नि। चाहिँ गेट टुगेदरको लागि साथीहरू सानो हिस्से सुमन अन्तिम प्रार्थना अब हामीलाई है आजको दिन यसरी हाम्रो रिफ्रेसमेन्टको लागि पनि भयो प्रभुको है महिमाको लागि पनि भयो अनि हामीले जे पनि गर्छौँ अघि भाइले भने महिमा है प्रभुको महिमा सबै कुरा है अनि अब हामीलाई यहाँसम्म अब सबै कुरामा साथ दिनु महान दयालु जीवित अनुकारी परमेश्वरका तपाईँको चरणमा हामी ऐक्य जिन्दगी जित्याउँछौँ प्रभु तपाईँको चरणमा आउनुभन्दा अगाडि तपाईँको दृष्टिमा हामी कति भुल त्रुटि पाप गरेको छौँ हामी प्रभु क्षमा गर्नुहोस् त्यस कल्परी क्रुसको रगतले यो आत्मा प्राण शुद्ध पवित्र गर्नुहोस् अनि प्रभु हामीलाई यसरी आज तपाईँको पहिलो आज्ञा प्रेम यसरी नै हामीलाई दाजुभाइमा साथीभाइमा यसरी प्रेम गरेको कारणले गर्दाखेरि सानो यो हामी यसरी हिँड्दै आउँदै यसरी तपाईँको महिमा गर्ने समयहरू पायौँ धन्यवाद सबै कुरोमा तपाईँले सहायता दोहोऱ्याएर यहाँसम्म ल्याउनु भयो अनि हामीलाई सबै कुरामा तपाईँले सुरक्षा दिनु धन्यवाद छ प्रभु हामीलाई यसको प्रेम गरेको कारणले गर्दाखेरि हामी सबैमा यसरी नै प्रेम बनिरहोस् सधैँभरि अनि प्रभु हामी एकता मेल प्रेममा रहनु परेको छ अनि यसरी नै हाम्रो प्रेम चाहिँ बढ्दै जानुपर्ने छ अनि प्रभु यसरी हामी यसरी साथीभाइ दाजुभाइ छौँ सबैलाई हामीलाई एक नापमा तपाईँले राख्नु भएको छ यसरी अब आउँदो दिनमा पनि तपाईँमा यसरी नै हामीले प्रेम गरी यसरी अघि बढ्नमा सहायता गर्नुहोस् अब यसरी हामीलाई जति प्रभुको महिमा हाम्रो जीवनबाट प्रभु नराम्रो काम नराम्रो बाटोतिर लाग्नदेखि हामी सबैलाई जोगाइदिनु अनि प्रभु अब यो रहल समय अब प्रभु हामीलाई रहल जीवनमा पनि आउँदो जीवनमा पनि हामीलाई जहाँसम्म तपाईँले हामीलाई सम्हाल्नुहुन्छ हाम्रो बोलावट हुँदैन तबसम्म हामी एकसाथ भई मेलमिलापमा भई काम कुरो गर्दै अनि सबैको आफ्नो आफ्नो परिवार छ परिवारको साथमा मिलेर हामी अगाडि बढ्नुपर्छ हाम्रो यो स्वर्गीय आत्मिक यात्रा पनि शारीरिक जीवन यात्रा पनि हामीले असल रूपमा बढ्नु परेको छ तपाईँले सहायता अनि प्रभु अब रहल समय प्रभुको हाम्रो सबैको प्रत्येकको जीवनलाई रहल जीवनलाई पनि तपाईँको हातमा राख्दै यो छोटो धन्यवाद बिन्ती प्रार्थनालाई मेरो उद्धारकर्ता यीशु मसीहको नाउँमा राख्छु स्वर्गमा हुने पिताले सुनेर ग्रहण गरिदिनुहोस् आमेन तपाईँको नाउँ तपाईँको राज्य होस् तपाईँको इच्छा जस्तो स्वर्गमा भइदिए यस पृथ्वीमा पनि होस् भरिको भोजन हामीलाई परीक्षा नल्याउनुहोस् राजा जय मसीह जय मसीह जय मसीह होला नहोला मान्छेको हैन लो जय मसीह गडालाई मान्छेको अब जीवन भन्ने कुरो सधैँ एक समान हुँदैन प्रेम हो यो चाहिँ अन्त सुमनको एउटा जान्छ त अन्त हो यो अरे को त्यो चाहिँ प्रकाश खाली यो चाहिँ यता रम्बी हो केटा रम्बी आमेन अरे यस आमेन कुन चाहिँ स्टारबाट के स्टारबाट 12 भएको नम्बर कसको धन्यवाद छ हजुरहरूलाई मेरो लाइफमा जोडिदिनु भयो यति बेलासम्म सानो यो परमेश्वरको महिमामा तपाईँहरू पनि जोडिदिनु भयो त्यसको लागि धन्यवाद छ सबैलाई होइन यता टेप्सो होइन यता गाउँछ नि त हुँदैन ए होइन यता अघि दौरा बोकेर गएको यता मिल्छ दुईजना गाउँछ र यता खान लागेको है
यस्तै छ यो केटा मलाई अघि त्यसलाई सेको छ अरे फेरि अब वेलकम छ जति पनि जोडिनु हुनेको लाइक सेयर गर्नु बिर्सनुहोस् सेयर गर्नुहोस् यहाँनिर हुँदैछ खतरा खतरा हाम्रो यस्तै चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ हामी यहाँ रम्बीमा छौँ यहाँ मिस्टर मार्कुस सुब्बा हुन्छ गिटार प्ले गर्दै आफै गीत गाउनु भएको छ हेलो द इन्जोय मुभमेन्ट त राम्रै हुँदैछ है राम्रो हुँदैछ भाइ अब कति काम मात्रै गर्नु बेला बेला यी साथीहरूसँग इन्जोय ठिकै होला भाइ पनि होइन आजको कुक चाहिँ यही हो हामीलाई राम्रो राम्रो बनाएर खुवाउने ल त गाइस मेरो लाइभ भिडियो यतिमै राख्छु भ्लगहरू आउँदैछ होइन तपाईँले भ्लगहरूमा पनि हेर्नु सक्नुहुन्छ ल त मेरो लाइभ भिडियोलाई म यहाँ एन्ड गर्दैछु तपाईँहरू माझ आज सपोर्ट गरिदिनु भयो धन्यवाद छ सबैलाई मेरो लाइभ भिडियो चाहिँ म यहाँ गर्छु भोलितिर चाहिँ सायद मेरो मैले भिडियोहरू बनाएको छु त्यो गरेर चाहिँ म एउटा भिडियो लिएर आउँछु है